प्रचण्डले गरे राजा ज्ञानेन्द्रको आलोचना। प्रचण्डको उक्त भनाई यति बेला सामाजिक सञ्जालमा सनसनीपूर्ण फैलिरहेको छ। ज्ञानेन्द्र शाहको नेतृत्व बुद्धिको बारेमा आलोचना गर्दै वीरेन्द्रको व्यक्तित्व पक्षमा कुरा गर्नको लागि आग्रह गरेका छन्। प्रचण्डले भनेका छन् कि वीरेन्द्रलाई लोकतान्त्रिक विचारधार भएको बुझिएको थियो, तर जसमा यति बेला उनलाई सकारात्मक दृष्टिकोणको साथ हेरिरहेको छ। तर त्यस्तै ज्ञानेन्द्र शाहको बारेमा प्रचण्डले भनेको एउटा कुरा तीव्र रूपमा आलोचना सहित यति बेला सामाजिक सञ्जालमा निकै भाइरल छ, जसमा भनेको छ शाहलाई बुद्धि नभएको र गलत निर्णयहरू गर्नुपर्ने भन्दै नमराज सुवेदी जस्ता वृद्ध व्यक्तिलाई आन्दोलनको नेतृत्वमा ल्याउनु पर्ने अव्यावहारिक र त्रुटिपूर्ण कदम रहेको स्पष्ट पारेका छन्। प्रचण्डको दृष्टिकोणमा ज्ञानेन्द्र शाहको प्रयासहरू असफल हुने सम्भावना छ। उनले भनेका छन् कि राजावादी समूहहरू बीच पनि फुट आइसकेको छ, उनीहरूको आन्दोलन सफल हुने छैन। उल्लेख गर्दै भनेका छन् कि संविधान र वर्तमान राजनीतिक अवस्थामा राजतन्त्रको पुनर्स्थापना असम्भव छ। त्यस्तै प्रयासले पनि नेपालको उत्पीडित वर्गको अधिकार सङ्कटमा पुर्याउन सक्ने बताएका छन्। यसबारे प्रचण्डले स्पष्ट रूपमा जनताको लोकतान्त्रिक अधिकार र गणतान्त्रिक व्यवस्थामा अडिग रहनको लागि विश्वास प्रकट समेत गरेका छन्।